दर्शकले यति बेला हामी सुकुम्बासीको समस्या लिएर हिँडिरहेका धेरै व्यक्तिहरूका कुराकानीको क्रममा छौँ र ती विषय यतिखेर चर्चाको विषय बनिरहेको छ। हुन त बालेन्द्र शाहले हिजो भोट माग्दाखेरि म सुकुम्बासीको बस्ती हटाउँदिनँ भनेर भोट मागेका बालेन्द्र शाह जितपछि एकाएक डोजर लिएर त्यही सुकुम्बासी बस्तीमा पुगे, जहाँ उनले विश्वास र भरोसा दिलाएका थिए र भोट आफ्नो पक्षमा पारेका थिए र पछि महानगरको सौन्दर्यका लागि यो चिज हटाइनै पर्छ भन्ने तर्कसहित पुगेका बालेन्द्र शाहका केही क्याडरेट भनौँ अथवा सिपाहीहरूलाई चाहिँ त्यहाँका स्थानीयले चाहिँ ढुङ्गा मुढा प्रहार गरेर टाउको फुटाएरै पठाए र उपचार पश्चात फेरि पनि त्यो सुकुम्बासी बस्ती हटाउनलाई कुनै पनि कसर बाँकी राख्दिनँ भनेर तिनै प्रहरीले बोलिसकेका छन्, महानगर प्रहरीका व्यक्तिले। र यतिखेर सुकुम्बासी बस्तीको चर्चा निकै नै चुलिएको छ। हिजोका दिनमा चुनाव अगाडि यो विषयलाई नउछाल्नु भनेका नेपालका विभिन्न पार्टीहरूले चुनावपछि एकपछि अर्को गर्दै मौन बसिरहेका छन्। हुन त नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो विषयलाई उठान गरेका थिए, तर त्यो उठान गरेको विषय अहिले उनीमाथि नै प्रहार भएको छ। ती शब्दहरू उनीमाथि नै धेरै व्यक्तिहरू नेकपा एमालेका कार्यकर्ता हुन् भन्ने खालका कुराहरू पनि आइरहेका छन्। तिनै कार्यकर्ताले ढुङ्गा मुढा गरे, तिनै कार्यकर्ताले खुकुरी नचाए र तिनै कार्यकर्ताले ती प्रहरी नगर प्रहरीमाथि ढुङ्गा बर्साए भन्ने कुराहरू आइरहेका छन्। र यतिखेर महानगरपालिकाले चाहिँ ती व्यक्तिहरू विरुद्ध 4 जनाको नामसहित किटानी जाहेरी दिएको छ र ती सबै नेकपा एमालेका कार्यकर्ता भनिएको छ र प्रहरीको खोजी सूचीमा रहेका ती 4 जना यतिखेर फरार छन् भनिएको छ। यिनै विषयमा कुराकानी गर्नेछौँ। कुराकानी गर्नका लागि नेपालको सबैभन्दा अग्लो हिमशिखर सगरमाथामा 2 चोटि आरोहण गरिसकेका व्यक्तित्व हुनुहुन्छ विजय घिमिरे। स्वागत छ यहाँलाई। धन्यवाद तपाईँहरूलाई पनि सर। सुकुम्बासी बस्तीको एकदम जल्दो बल्दो समस्या यतिखेर त्यहाँनिर रणभूमि बनिरहेको अवस्था छ। एकदम के लाग्छ तपाईँलाई यो समस्या के हो, कसरी समाधान गर्ने भन्ने कुराहरू गर्दै जाउँला, तर अहिलेको समस्या के हो? एकदमै सर्वप्रथम त एकदमै दुःख लागिरहेको छ, किनकि जुन खालको यो भन्दाखेरि 2-4 दिन अगाडि जुन खालको भिडियो सार्वजनिक भयो, जुन थापाथली सुकुम्बासी बस्तीभित्र जुन खालको तपाईँको चाहिँ एउटा अन्तर्राष्ट्रिय स्तरमै तपाईँको छ त्यो भिडियो यति बेला गइसकेको छ। त्यहाँका जुन खालको गतिविधि देखियो त्यो देख्दाखेरि दुःख लाग्यो हामीलाई। किन भन्नुहुन्छ भने जुन खालको हुकुमवासीहरूले आज गएर ती सुकुम्बासीहरूलाई पीडा दिएको र तिनै हुकुमवासीहरू ढुङ्गा र मुढा खुकुरी भाटा बोकेर जुन तरिकाले त्यहाँतिर उपस्थिति भयो त्यसमा मलाई एकदम दुःख लागिरहेको छ। किनकि जुन एकजना व्यक्तित्व तपाईँको चाहिँ नयाँ बानेश्वरमा घर भएको हेर्नुहोस् है, अर्को व्यक्तित्व तपाईँको चाहिँ उहाँतिर चाहिँ 11 आना जग्गा भएको हेर्नुहोस्, गलाभरि तपाईँको चाहिँ सुन पुरा तपाईँको चाहिँ सुनले तपाईँको चाहिँ बेरिएको तपाईँको हातहरू निकालेर पुरा त्यहाँनिर उपस्थिति भएको पक्कै पनि देखियो। तर त्यसमा कुनै पनि सुकुम्बासीहरू देखिएन। तिनै सुकुम्बासीहरूको आवाज अहिलेसम्म कसैले पनि खिच्न सकेका छैन। तिनीहरूको आवाज बाहिर आउन सकिरहेको छैन। त्यहाँनिर होलान् यो काठमाडौँ उपत्यकामा होलान् तपाईँको चाहिँ तथ्य अनुसारले 3000 लगभग 4000 का हाराहारीमा सुकुम्बासीहरू छ भनिरहेको छन्। तर त्यसमा 400 जना 500 जना 500 घरधुरी पनि पक्कै तपाईँ हामीले पाइँदैन। तर ती अरू चाहिँ कहाँबाट आए त भन्ने कुराहरू आयो। जुन ठाउँमा आयो उनीहरू तपाईँको चाहिँ मिडिया आयो, तिनीहरूलाई तपाईँको चाहिँ बोल्नै नदिएको। हेर्नुहोस्, उहाँहरूको अनुमति बिना बोल्न हामीले मिल्दैन भनेर तपाईँको चाहिँ तिनीहरूले तपाईँको बोलिरहेको छन्। त्यो बोल्दै गर्दाखेरि यिनीहरू तपाईँको जुन उहाँहरूको वास्तविक सुकुम्बासीहरूको आवाजलाई तपाईँको चाहिँ दबाएर उहाँहरूलाई शोषण र दमन गरिरहने यो राज्य नभएर ती ठाउँमा भएका तपाईँको चाहिँ नेकपा एमालेका विभिन्न पार्टीका दलहरू हामीले त्यहाँनिर देख्यौँ। र त्यहाँ त्यो हुँदै गर्दाखेरि अब मैले भनेको चाहिँ के हो भने ती हुकुमवासीहरूलाई तपाईँको चाहिँ त्यति सम्पत्ति भएर पनि त्यहाँ सुकुम्बासी एरियामा गएर सरकारी जग्गा चाहिन्छ भन्नेहरूलाई जिउँदो घोप्टो पारेर गाड्न पर्छ। यिनीहरूको जति पनि सम्पत्ति छ सार्वजनिक हुनुपर्छ, सरकारी हुनुपर्छ र ती जग्गा चाहिँ त्यो वास्तविक त सुकुम्बासीहरूको चाहिँ हातमा लाल पूर्जा बनाएर दिनुपर्छ। ती सुकुम्बासीलाई म तपाईँको अर्को ठाउँ त्यो ठाउँ भन्न चाहन्न। ती सुकुम्बासीहरूलाई ती थापाथलीको जग्गा
तपाईँको सबै जग्गा त जाँदैन होला नि त राजकुलोमा त होइन, त्यो जग्गा कुनै रहला होइन, त्यो जग्गा उहाँहरूले पाउनुपर्छ। वास्तविक सुकुम्बासीले हो विष्णु पौडेलले तपाईँको चाहिँ बल्ल टारको जग्गा तपाईँको चाहिँ उसले लाल पूर्जा पाउँछ भने त्यहाँनिर तपाईँको सुकुम्बासीले नपाउने विभिन्न तपाईँको चाहिँ नेताहरूले आज गएर सुकुम्बासी हुँ भनेर तिनै गाउँ जिल्लाहरूबाट आएर यहाँको सरकारी जग्गा हगटेर तिनीहरूले तपाईँको चाहिँ आज गएर तिनीहरूले तपाईँको चाहिँ सरकारी चाहिँ लाल पूर्जा निकालेका छन् भने ती वास्तविक त सुकुम्बासीहरूलाई त्यहाँको लाल पूर्जा दिँदा के फरक पर्यो र? के पार्टीकै झोले हुनुपर्ने हो होइन, पार्टीको झन्डा बोकेर हिँड्नुपर्ने हो? हिजोको दिनमा आजसम्म तपाईँको लगभग चाहिँ यो माओवादी कालदेखि लिएर यो तपाईँको चाहिँ सुरुवात भएको होइन, लगभग 30 वर्ष भइसकेको अवस्था तपाईँ हामीलाई राम्रोसँग थाहा छ हो। हिजोको दिनमा कोही पनि भोकले मर्दैन, कोही पनि रोगले मर्दैन, कुनै पनि तपाईँको चाहिँ भूमिबिन हुनु पर्दैन भनेर बन्दुक बोकेर हिँड्ने बारुद बोकेर हिँड्ने तिनीहरू नै थिए। तर आज गएर तिनै भूमिबिनहरू मानिसहरू थिए, विभिन्न आश्वासन देखाएर तपाईँको चाहिँ यहाँ सत्तामा पुग्दै गर्दाखेरि आज गएर तपाईँको 30 वर्षसम्म किन व्यवस्था गर्नु सकिएन? आज गएर बालन शाहलाई तपाईँको त्यो खुकुरी देखाउने होइन, यिनै तपाईँको चाहिँ पार्टीको झोलेहरूको टाउकामा तपाईँको ती सुकुम्बासीहरूले खुकुरी हान्नु पर्ने थियो। आज गएर 30 वर्षसम्म हुँदै गर्दाखेरि के ती के हेरेर बस्यो? बुढीको पेटीकोटमा के जुङ्गा हेरेर बसेको हो? 30 वर्ष हुनेसम्म तपाईँको चाहिँ 2-4 जना तपाईँको चाहिँ ती 2-4 हजार भूमिबिनहरूलाई जमिन दिनु रोकाउनु पर्ने के भोट ब्याङ्क गर्नको लागि होइन? त्यस कारणले गर्दाखेरि हामीले यो अब बालेश्वर नगरपालिका हिजो भर्खर मात्रै आएको हो कि तपाईँहरूलाई राम्रोसँग थाहा छ, यो गद्दारी गर्ने त यिनीहरू हो नि त, निधाएर बसेको थिए। आज गएर तपाईँको भूमि सुधार के भन्छ त्यो आयोग, भूमि सुधार आयोग हेर्नुहोस्, भूमि सुधार आयोग गठन भएको कति वर्ष भयो? कतिजना कार्यकल तपाईँको त्यहाँबाट गइसकेको छन्? के तलब खानुको लागि मात्र त्यहाँ बसेको थियो होइन? त्यस कारणले गर्दाखेरि हेर्नुहोस् गद्दारी गरेका हुन्। कसले भन्नुभयो? सुकुम्बासी बस्तीमा बसेकाहरूले हो। सुकुम्बासीहरूले होइन, वास्तविक त त्यो हुकुमबासीहरूले गद्दारी गरेको हो। र जति पनि त्यसमा तपाईँको ठुलो सबभन्दा शक्ति तपाईँको चाहिँ प्रदर्शन गरेर जुन खालको तपाईँको चाहिँ सरकारी जग्गा फेरि पनि 6 आना पाउँछ भनेर तपाईँको चाहिँ त्यहाँनिर पसेको छ, ती तपाईँको चाहिँ केपी ओलीका तपाईँको चाहिँ सबैभन्दाखेरि धेरै कार्यकर्ता हामीले देख्यौँ। भनिसकेपछि काठमाडौँभरिमा तपाईँको 3000 हामीले भनिरहेको छौँ, 4000 घर धुरीभन्दा माथि छ भनेर भनेको छ तथ्यानुसारले। र त्यसमा तपाईँको चाहिँ सबै यिनीहरूका कार्यकर्ता रहेछ नि त। यति हुकुमबासीलाई माया लाग्छ भने केपी ओली ज्यू तपाईँको घरमा बालकोटमा लगेर ती चाहिँ सुकुम्बासीहरूलाई दिनुहोस्, सुकुम्बासीलाई राज्यले लाल पूर्जा दियोस्। ती हुकुमबासीहरू जुन चाहिँ आज गएर जग्गा भएर पनि त्यहाँ सुकुम्बासी बनाएर त्यहाँतिर राखेको छ, तिनीहरूलाई तपाईँको बालकोटमा लगेर केपी ओलीको घरमा राख्नुहोस्। म त्यो भन्न चाहन्छु। बालनले डोजर लिएर डोजर चलाउन जुन गएका थिए ठिक गरेका थिए, एकदमै राम्रो। हिजोको दिनमा तपाईँको चाहिँ हेर्नुहोस् कसैले गरेको थियो, भोट ब्याङ्क गरिरहेको थियो। हेर्नुहोस् भोट ब्याङ्कको लागि युजन थुरो जसको तपाईँको चाहिँ आन्दोलन गर्नुपर्छ तिनै सुकुम्बासी माइती घरमा हामीले देखेको हौँ। किन एउटै तपाईँको चाहिँ फेस देखिन्छ जसको आन्दोलनमा पनि भनेर तपाईँ हामीले यो जिज्ञासा त धेरै आएको, यो कुरा आयो, तर तिनै सुकुम्बासीहरूलाई तपाईँको चाहिँ लिएर आएको थिए। वास्तविक त्यहाँ आउने सुकुम्बासीहरूले 5 रुपियाँ पाउँदैन थियो हो। आज ती घर बनाउनेहरूले ती सुकुम्बासीलाई युज गरेर तपाईँको चाहिँ त्यहाँनिर तपाईँको चाहिँ घर ठहराएको थिए। कसरी भन्नुहुन्छ भने त्यहाँतिर जाने कतिजना मान्छे चाहिन्छ? हजुर ल 500 जना मान्छे लिएर आउनुहोस् न, ऊ 5 लाख रुपियाँ निकालेर दिने। हेर्नुहोस् अर्को आउँछ फेरि कति दिउँ भन्दा ल 2 लाख। हेर्नुहोस् त्यसरी जम्मा शोषण गरेर तपाईँको त्यहाँ घर ठरेको होइन भने त्यसको आय स्रोत के हो त? त्यसले देखाउनु पर्यो नि त, आज गएर तिनै तपाईँको चाहिँ तिनै मान्छेले एकजना तपाईँको चाहिँ नगर प्रहरी महिलामाथि तपाईँको चाहिँ ढुङ्गा मुढा पुरा टाउकोमा हानिरहेको तपाईँ हामीले देखेको थियौँ कि थिएनौँ? तिनीहरूले तपाईँको त्यसको हातमा खुकुरी हामीले देखिरहेको छौँ कि छैनौँ? उसले तपाईँको चाहिँ कुन विभिन्न सञ्चार माध्यम राष्ट्र चाहिँ मिडियाहरूमा उसले भनेको छ मैले छोकै छैन, मैले केही नै गरेको छैन, लाज छैन। कसरी यो समाजमा अन्डर पोस्ट देखाएर हिँडिरहेको छस् के तिमीहरू के होइन? तिमीहरू हुकुमबासीहरू तिमीहरूका कारणले गर्दाखेरि त्यहाँनिर तपाईँको चाहिँ त्यो चाहिँ पीडितहरूले कति समय पीडा भोगेर बस्नु परिरहेको छ। हुकुमबासीले तपाईँको सुकुम्बासी हुँ भनेर प्रत्येक चोकमा तपाईँले देख्नु भएको छ। जति पनि खोलाको किन तपाईँ जानुहोस् त्यहाँनिर म भन्न चाहन्छु। हेर्नुहोस् अर्को घर जोड्छु, जस्तो बालन शाहले भोट माग्दाखेरि तपाईँहरूको घर टहरा भत्किँदैन, तपाईँहरूलाई हटाउनु भनेको चाहिँ यो नगरपालिका अथवा महानगरपालिकाले गद्दारी गर्नु हो, तपाईँहरूको घर समाज बनाउने हो, समाज बिगार्ने होइन। यसरी जनतालाई यसरी घर भत्काएर हामी बेघर बनाउँदैनौँ भनेर भोटमा आएका थिए नि त तपाईँका बालन शाहले। हो यस्तो भयो जुन उहाँले एकदमै राम्रो बोल्नु भएको थियो त्यो अहिले पनि राम्रो छ। त्यो कसरी भन्नुहुन्छ यहाँ सुन्नुहोस्,
जब तपाईँ त्यहाँ पुग्नुभयो नगरपालिकाभन्दा बाहिर बसेर तपाईँलाई के थाहा छ थाहा हुँदैन मलाई थाहा छैन नि त जब भित्र गइसकेपछि त्यो भित्रको सुकुम्बासी वास्तविक कति छन् त कति छैनन् भनेर उहाँले अनुसन्धान गर्दै गर्दाखेरि त्यो ठाउँ हुकुमवासीले जब कब्जा गरेको देखियो त्यो त्यस पछाडिबाट उहाँले तपाईँको डोजर चलाएको हो नि त त्यहाँ वास्तविक त 12-13 घर पनि त छैन होइन यस्तो गर्नु पाइन्छ राजकीय र पार्टीका तपाईँ कार्यकर्ताले यसरी तपाईँको चाहिँ गर्ने हो भने काठमाडौँको मुटुमा तपाईँको जग्गा चाहिने भने तपाईँको सिङ्गो नेपालीहरू तपाईँको 75 जिल्लाबाट काठमाडौँमा हगट्न आउँछ नि त होइन हो त्यस कारणले गर्दाखेरि यसलाई खाली गर्नुपर्छ भनेर लाग्नु भएको छ यो कुरा हामीले बुझ्नुपर्छ हिजोको चुनावभन्दा अगाडि त म त बाहिर हुनुहुन्थ्यो केही अध्ययन थियो सबै फाइलहरू लुकाएर राखेको थियो कुन चाहिँ कार्यकर्तालाई कुन ठाउँको जग्गा दियो कुन चाहिँ नेताले कुन चाहिँ तपाईँको चाहिँ जग्गा तपाईँको चाहिँ लालपूर्जा लिएको छ सरकारको राज्यको तपाईँको सम्पत्ति कति दोहन गरिरहेको छ भन्ने कुराहरू त उहाँले अध्ययन गर्नु पाएको छैन नि त थिएन नि त पहिले जब त्यहाँ छिर्नुभयो एकाएक फाइलहरू खोल्दै गएको छ अब तपाईँको चाहिँ जति पनि यी बाल्लटारमा जग्गा तपाईँको हगट्नेहरूलाई पनि तपाईँको चाहिँ यिनीहरूको पनि तपाईँको चाहिँ त्यो सुकुम्बासीहरूको नाममा हुनुपर्छ मेरो मान्नु त्यो हो अर्को कुरा जग्गा ओगटे जसरी नै यिनीहरूले ओगटेको यिनीहरूलाई खेद्नुपर्छ अब तपाईँको चाहिँ झन्डा भोलि गएर हेर्नुहोस् अब झन्डा बोकेर हिँड्ने बित्तिकै तपाईँको चाहिँ राष्ट्रको सम्पत्तिलाई तपाईँको चाहिँ व्यक्तिको नाममा बनाउनु पाइँदैन नि त त्यति मात्रै नभएर हेर्नुहोस् उसको घर छ भने तपाईँको 15-20 घर तपाईँको चाहिँ अट्ने एउटा ठुलो टहरा बनाइदिने टहरा बनाएर भाडा उठाउने भनेपछि बस्नु त बस्यो ल ठिकै छ हो कि भन्नुहोस् न बस्यो तर त्यहाँ हेर्नुहोस् त्यो जग्गामा तपाईँको चाहिँ पुरा तपाईँको चाहिँ टहरा बनाएर एउटा टहरा बराबर तपाईँको 5,000 रुपियाँ उठाएर राखेको छ भनेपछि दशहराको महिनाको 50,000 इन्कम त्यहाँबाट लिइरहेको छ यार त्यो कुरा अहिलेसम्म बाहिर आउनु सकेको छैन नि त त्यस कारणले गर्दाखेरि अब सुरु भइसक्यो हेर्नुहोस् त्यस कारणले गर्दाखेरि भोलि गएर तपाईँको चाहिँ यसरी नै यी हुकुमवासीहरूलाई जग्गा हामीलाई 5 यो काठमाडौँ मुटुको जग्गा चाहिन्छ भने यसरी हिँड्दै गर्दाखेरि मलाई पनि चाहियो नि त मलाई तपाईँको टुरी खेल चाहियो ल म टुरी खेल दिए भनेर म आउँला भोलि गएर तपाईँको चाहिँ पशुपतिमा सबैभन्दाखेरि धेरै जग्गा भएको पशुपति एरिया छ तपाईँलाई थाहा छ राम्रोसँगले काठमाडौँको मुटु भनेको मलाई यो ठाउँमा चाहिन्छ भनेर भोलि गएर त्यो हुकुमवासी हामी जस्तो व्यक्तित्वहरू आयो भने कि मलाई यहाँतिर राख्ने हो त होइन नि त म जस्तो गद्दारलाई तपाईँको चाहिँ यही जमिनमा तपाईँको चाहिँ गार्नु पर्यो नि त अनि यहाँ के छ त्यसलाई नै संरक्षण गरेर ती पार्टीका झोलहरूले हिजो आफू सत्तामा पुग्दाखेरि केही गर्न नसक्ने अहिले तपाईँको चाहिँ गरिरहेको पनि युवाहरू आउँदै गर्दाखेरि युवाले राम्रो काम गरिरहेको छ भने पनि त्यसको खुट्टा तान्ने कामहरू गरिरहेका छन् आज गएर केपी ओलीको मात्र कुरा तपाईको बालेन शाहको नि यतिखेर बालेन शाहको त चौतर्फी विरोध भइरहेको छ नि बालेन शाहले आफ्नो केही पनि विचार विवेक प्रयोग गरेका छैनन् खाली भत्काउन मात्रै जाने बनाउन केही जानेनन् बालेन शाहले जुन उद्देश्यका साथ आएका थिए एउटा इन्जिनियर भनेर हामीले दिएका थियौँ इन्जिनियरले भत्काउने हो इन्जिनियरले बनाउने हो अथवा एउटा मेयरले बनाउने हो समाज बनाउने हो देश बनाउने हो काठमाडौँ भत्काएर मात्रै हुन्छ 2 वर्ष गइसक्यो त कहिलेसम्म भत्काउने भन्ने खालका कुराहरू आइरहेका छन् नि त्यतिखेर हो जस्तै यो तपाईँले यति विचार गर्नुहोस् हामी नेपाली जनताले विचार गर्नुपर्छ यो कसले बोलिरहेको छ भन्ने कुराहरू हो यो बोल्नेहरू सबै पार्टीका झोलहरूले बोलिरहेको छ बाहिर जनताले बोलिरहेको छैनन् किनकि जसले जनता होइन सर जनताले तपाईँको चाहिँ के हेरिरहेको छ झोले चाहिँ जनता होइन जनता भनेको भगवान हो जनतालाई झोले भन्नु मिल्दैन हेर्नुहोस् जनताले तपाईँको चाहिँ जस्तो यस्ता तपाईँको बालेन शाहले गरेको काम यो राम्रो यो नराम्रो भनिरहेको छैन जे गर्यो बालेन ठिक गर्यो बालेन जस्तो व्यक्तित्व 77 जिल्लामा जन्मिनुपर्छ भनेर उहाँले सबैले तपाईँको बोलिरहेको छन् तर पार्टीकोले उहाँको सिद्धान्त ठिक छैन विचार ठिक छैन किन हुन्छ हाइवे रोडमा तपाईँको चाहिँ तपाईँको चाहिँ जहाँ सरकारी जग्गाको तपाईँको चाहिँ बालोटार जस्तो भोलि गएर तपाईँको चाहिँ यी पार्टीका जति पनि कुरा काट्नेहरू आज गएर ती नै तपाईँको चाहिँ उहाँ टुरी खेलमा तपाईँ घर बनाउनु पाए हुन्थ्यो भन्नेहरूले तपाईँको चाहिँ त्यो उसले गरेको कामलाई के राम्रो भन्नु सक्दैन नि त हिजोका दिनमा तपाईँको चाहिँ एकजना मान्छे छिर्न नसक्ने सारा तपाईँको चाहिँ फुटपाथदेखि लिएर सारा तपाईँको चाहिँ पुरा तपाईँको चाहिँ त्यो पार्टीका झोलेहरूले तपाईँको चाहिँ बाटोमा घर बनाउँदै गर्दाखेरि त्यो घर त भत्काउनु पर्यो नि त हो 1 वर्ष त त्यो घर भत्काउनु लाग्छ तपाईँ हामीले थाहा छ र अब आउने फर्दर टाइममा उहाँले राम्रो काम गर्नुहुन्छ नि त किन के तपाईँले एकैचोटि चाहिँ पानी बसाल्ने बित्तिकै तपाईँ भुल्क्क उम्लिएर तपाईँ चिया खाइहाल्नुहुन्छ
टाइम लाग्छ हरेक कुराको। अझै पनि 4 वर्ष पुरा फुल्ली छ। त्यो 4 वर्षमा उहाँले मजाले काम गरेर जानुहुन्छ। इतिहासमा पहिलो मेयर धेरै काम गरेको बालेन शाह मात्रै हुनुहुन्छ। यति तपाईँ लेखेर राख्नुहोस्। अहिले गरेन भनेर तपाईँहरूले यसरी कुरा नगर्नुहोस्। हामी जनताकै सपोर्ट छैन भने भोलि गएर झन् त्यो तपाईँको चाहिँ नेताहरू यो चाहिँ झोले कार्यकर्ता यी नेताहरूले झन् उहाँको त खुट्टा तान्नु सुरु भइहाल्छ। त्यस कारण गर्दाखेरि जनताले यसरी नबोलिदिनुहोस्। जनताले साथ दिनुपर्छ। यस्ता भ्रष्ट दलालहरूलाई तपाईँको चाहिँ पतान बनाएर लानुपर्छ। अब 4 वर्षमा उहाँले राम्रो काम गर्नुहुन्छ। यो लेखेर राख्नु चाहन्छु। जस्तो फोहोरको व्यवस्थापनको कुरा आयो होइन, फोहोरको व्यवस्था भइरहेको छ त। म प्रश्न कन्टिन्यू गर्दैछु। त्यसमा धेरै अड्कलबाजीहरू भए, धेरै कुराकानीहरू भए र केही आश्वासनका साथ अहिले फोहोर फालिराखिएको छ। हुन त बर्खा पनि सिद्धियो, त्यसपछि त्यहाँका व्यक्तिहरू अलिकति शान्त छन्। फेरि बर्खा लागेपछिसम्म के हुने हो, बालन शाहले गर्छन् कि गर्दैनन् त्यो हेर्न बाँकी नै छ। तर जब टुकुचा खोलाको कुरा आयो, कतिौँ मुद्दा परे, जुन चाहिँ मुद्दालाई छिनफानो गर्न उनले सकेनन् र त्यहाँबाट पछि हट्नु पर्यो। जुन खोला होइन र यस्तै मुद्दाहरू धेरै ठाउँमा उनलाई परिसकेका छन्। उनले महानगरमा गइसकेपछि कि त हर्क साम्पाङको गाली सुन्नु पर्यो, त्यसपछि उनले के गर्नु पर्यो भन्दाखेरि कन्टिन्यू भत्काउने कामतिर लागे र त्यो भत्काउने बाहेक उनले केही गरेका छैन। महानगरको काम भनेको भत्काउने मात्रै हो भन्ने प्रश्न पनि आउला नि। यस्तो छ। अब फोहोरको कुरा तपाईँले जुन गर्नुभयो, योभन्दा अगाडि जुन खालको चाहिँ आश्वासन बाँडिएको छ, फोहोरको कुरामा नजाउँ अहिले, पछि केही होला अथवा भएन भने कुरा गरौँला। त्यो भइसक्यो र अब यस्तो टुक्चा खोलाको कुराहरू, यो फोहोरको कुराहरू उहाँले सबै गर्नुभएको छ। हेर्नुहोस् है, यहाँनिर गर्दैछ भने कसरी हुन्छ, मुद्दा हालेर हुन्छ कि कसरी हुन्छ, उहाँको पछाडि त सारा लागिरहेको छ नि त। अदालतै तपाईँको चाहिँ अदालतले तोकिदिएको छ। हेर्नुहोस्, प्रधानमन्त्री बनाएर त अदालतले पठाएको हो नि त होइन। भनिसकेपछि त्यो तिनै तपाईँको चाहिँ उसले गरेको सरकार तपाईँको चाहिँ अदालतले बनाइदिएको सरकार है। अनि त्यो सरकार अब यहाँ सुन्नुहोस् न, हो त्यहाँ पठाइसकेपछि अब उहाँहरूले गरेको कामलाई भत्काइरहेको छ भने यिनीहरू तपाईँको चाहिँ हेरेर बस्छ त, बस्दैन नि त। अब कसरी हुन्छ सबै पत्ता नहुने भयो होइन। हिजोका दिनमा त हामीले त गद्दार गरेको हो, अब यसलाई मुद्दा हालेर सिद्धाउनु पर्छ भनेर तपाईँको चाहिँ यिनीहरू लागेको होइन। त्यस कारणले गर्दाखेरि जनताको सपोर्ट छ। हिजोका दिनमा के भयो, कस्तो भयो पट्टि हामी नजाउँ। आजका दिनमा बालेन तपाईँको 1 वर्ष मात्रै आउँदाखेरि गर्दै गर्दाखेरि यत्रो आलोचना गर्न सक्ने खालको यो पार्टीका तपाईँको जनताहरू अलिकति तपाईँले भनेका तर्कहरू कतिपय सान्दर्भिक होलान्, कतिपय असान्दर्भिक होलान्, आफ्ना ठाउँमा छ, जनताले त्यसलाई मूल्याङ्कन गर्छन्। काठमाडौँमा भएको एउटा सुकुम्बासी बस्तीमा तपाईँले भनेको जस्तो हुकुमबासी होलान्, सुकुम्बासी छँदै छैन भनेर नकार्न सक्नुहुन्छ? सक्नुहुन्न हो। अब तपाईँको काठमाडौँ महानगरको सुकुम्बासी बस्तीमा भएका केही 99% हुकुमबासी होलान्, 1% सुकुम्बासीको व्यवस्थापन गर्न नसक्ने बालेन शाह डोजर लिएर बालेन शाहले अमेरिकाका राजदूतलाई के भन्यो भने तिमीहरूको देशमा मठ मन्दिर बनाउनु छ भने काठमाडौँ महानगरपालिकाको तर्फबाट म बनाइदिन्छु भनेर भन्छ। जबकि आफ्नो केही व्यक्तिहरू हुकुमबासी भनेर उफ्रिन्छ त्यही महानगर र त्यही महानगरमा सबै हुकुमबासी नभए पनि एउटा दुईटा त सुकुम्बासी छन्, तिनै एउटा दुईटा सुकुम्बासीलाई व्यवस्थापन गर्न सक्दैन। त्यो महानगरपालिकाले त्यो गफ लगाउँछ कि पब्लिसिटी स्टन्ट मात्रै गरेको हो भनेर धेरैका कुराहरू आइरहेको छ। एकदमै होइन, जुन उहाँले भन्नुभएको छ मठ मन्दिरको, हिजो राजदूत त्यहाँ जाने कुराहरू आयो होइन। त्यो आउँदै गर्दाखेरि त्यही ठाउँमा पार्टीका तपाईँको चाहिँ कुनै मेयर भइदिएको भए ल हजुर हामीलाई त चन्दा चाहियो, हाम्रो देश त यस्तो भयो, सुकुम्बासी अहिले चलेको सुकुम्बासीको नामले र सुकुम्बासीलाई यस्तो व्यवस्था गरिदिनु पर्यो, ल यति करोड डलर चाहिँ हामीलाई दिनु पर्यो भनेर भिख माग्थ्यो होला। तपाईँले लेखेर राख्नुहोस्, भिख माग्थ्यो होला। तर आज स्वतन्त्रको एउटा चाहिँ तपाईँको चाहिँ बालेन शाहले बरु तिम्रो देशमा तपाईँको चाहिँ म के बनाउनु छ, हामी नगरपालिकाले हामी तपाईँको सहयोग गर्नुपर्छ भन्ने कुरा, त्यो राम्रो होइन। कसैले त्यति हिम्मत गर्छ? कुनै पार्टीले तपाईँको सकेको छ र अर्को सुकुम्बासीको कुरा आयो, यो तपाईँको नगरपालिका ल 2-4 जार समुद्र फालान्न आँट आउँछ। सुन्नु न विजयजी, आँट त मलाई समुद्र फालान्न आउँछ, म सक्छु होला त। र राष्ट्रियको स्थिति के छ भने जबसम्म विदेशी डोनेसन आउँदैन यो राज्यले तलब धान्न समेत गाह्रो हुन्छ। त्यही राज्यले अमेरिकालाई च्यालेन्ज गर्छ कि तेरो देशमा केही बनाउनु छ भने भन्, म सहयोग गर्छु भनेर। होइन, लज्जाको जुन तपाईँको चाहिँ एमसिसीको कुरा आयो, एमसिसी पनि माग्ने कुरा त हो नि, हो कि होइन भन्नुहोस् न। मागेर लिएको होइन एमसिसी, यो माग्नु गएको होइन, हो कि होइन भन्नु त। लास्टमा गएर हामीलाई एमसिसी चाहिँदैन भनेर फेरि हामी नै तपाईँको चाहिँ होइन त,
हामी आन्दोलन गर्ने त हामी हो नि त होइन माग्दाखेरि तपाईँको चाहिँ एउटा के हो भने मागेर भन्दाखेरि तपाईँको आफूले स्ट्रगल गरेर बनाएको देश चाहिँ तपाईँको चाहिँ उच्च शिखरमा पुगेको देशहरू तपाईँले देख्नु भएको छ नि हरेक देश जहाँ तपाईँको माग्ने बानी भइसकेपछि केही गर्न सकिन्छ म केही गर्ने तपाईँले मलाई खानु दिनु भने म के गर्छु र त्यस कारणले गर्दाखेरि अरूसँग माग्ने होइन क्या हामी जे सक्छौँ हामी यहीँ उत्पादन गर्नपट्टि हामी लागौँ न भोलिका दिनमा तपाईँको चाहिँ अरूले भोलि दिँदा दिँदा हाम्रो देशै कब्जा गर्न पनि त सक्छ होइन कहिले पनि नेपालीले शिर झुकाउनु हुँदैन हो त्यसरी नै बालन शाहले गर्नुभएको छ हामी सारा नेपाली जति पनि पार्टीकोहरूले पनि शिर झुकाउने होइन हिजो गएर कोरियाले तपाईँको चाहिँ त्यत्रो अनिकाल लाग्दै गर्दाखेरि खानु नपाएर सडकमा पुग्दै गर्दाखेरि तपाईँको चाहिँ एकदमै भत्काउनु पर्थ्यो तपाईँले अघि भनेको कुरा म अलिकति बोल्न चाहन्छु जुन सुकुम्बासीलाई नगरपालिकाले अहिले तपाईँको चाहिँ व्यवस्था गर्न सकेन र अरू कुरा बाहिर गयो भन्नुहुन्छ क्या अहिलेसम्म 30 वर्ष राज्य सत्ता चलाइरहेकोहरूले त गर्न सकेको छैन भनिसकेपछि यो भर्खर 1 वर्ष आएको बालन शाहले गरेन भन्नु मिल्छ मिल्दैन नि त बालन शाहले त व्यवस्था गर्नुभएको छ तर जुन तुजुक देखाइयो नि त्यो तुजुक चाहिँ अलि धेरै भयो कि होइन यति नदेखाइ हुँदैन हेर्नुहोस् यहाँ हुकुमवासीहरूले हिजो चुच्चे पार्टीमा तपाईँको चाहिँ लगभग 500 घरभन्दा माथि बढी थिए पुरा कब्जा गरिसकेको थियो तपाईँलाई राम्रोसँग थाहा छ त्यहाँ पनि त्यसरी नै बसेका छन् त्यो भएर उहाँहरूलाई अब एउटा तिनीहरू त्यहाँ बस्ने मानव चाहिँ हो भने मानव जाति नै हो भने उहाँलाई सूचना आइसकेपछि त उहाँहरू आफू छोडेर त्यहाँ जानुपर्छ नि त ल नागरजुममा तपाईँको बस्नको लागि त्यत्रो तपाईँको चाहिँ व्यवस्था गरिदिएको रहेछ हेर्नुहोस् है फ्लाइटै बनाइदियो डाक्टर बाबुराम भट्टराईको पालामा अब त्यहाँ गएर नबस्ने त्यो नबस्ने कारण वास्तविक सुकुम्बासी त बस्छन् होइन त्यो हुकुमवासीहरू तिमीहरू त्यहाँ जाउला तिमीहरूले गर्दा मैले पाउनुपर्छ है हामीले नि पाउँछौँ त्यो भएर यहाँ तिमीहरू चहलपट गर्नु पाइँदैन भनेर त्यहाँनिर यस्तो त्यसरी रोकेर राखेको छ कमसेकम उहाँहरूले त ठाउँ त देखाइदिनु भयो नि त अहिले नत्र जनतालाई थाहा थियो त्यो त्यहाँनिर यस्तो व्यवस्था गरेको छ है भनेर पछि गएर यति तपाईँ तिनीहरूको पहिचान गर्नु पर्यो पहिचान गरिसकेपछि वास्तविक सुकुम्बासीहरूलाई त्यो मैले भनेको चाहिँ के हो भने त्यहाँको त्यो तपाईँको बनाएको हाउसिङमा होइन हेर्नु है उहाँहरू जुन जिल्लाबाट आउनुभएको छ उहाँलाई 6 आना होइन 6 रोपपानी जग्गाको लाल पूर्जा दिने व्यवस्था राज्यले गर्नुपर्छ त्यो गऱ्यो भने किनकि उत्पादन पनि गर्नुपर्छ बस्ने ठाउँ मात्र बस्ने तपाईँको ठाउँ मात्र भएर त भयो महत्त्वपूर्ण बात गरौँ यहाँलाई धेरै धेरै हस् धन्यवाद सर